साथीहरू नमस्कार। फेसबुक च्यानल कृषि साथी र युट्युब च्यानल लोकसेवा साथी मार्फत जोडिनु हुने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिँदै विभिन्न लोकसेवा तयारी सम्बन्धी विभिन्न मेटेरियलहरूको साथमा आज पुनः उपस्थित भएका छौँ। आज चाहिँ हामी महत्त्वपूर्ण विभिन्न कृषि सम्बन्धी तथ्याङ्कहरूलाई लिएर उपस्थित भएका छौँ। ती तथ्याङ्कहरूको चाहिँ अब यो लोकसेवा तयारीमा एकदमै महत्त्वपूर्ण क्वेसनहरू सोधिरहेको हुन्छ। त्यही अनुसार चाहिँ तपाईहरूले चाहिँ अब यो लोकसेवा साथी च्यानललाई लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला र भविष्यमा यी र यस्ता विभिन्न तयारीका सामग्रीहरूलाई लिएर पुनः उपस्थित हुनेछौँ। आज हामी कृषि क्षेत्रमा एग्रिकल्चर जिडिपीमा विभिन्न बाली वस्तुको कन्ट्रिब्युसन एजिडिपीमा कति % कन्ट्रिब्युट गर्छन् भनेर एक दुईवटा क्वेसनहरू अवश्य पनि सोधिरहेको हुन्छ साथीहरू। यो चाहिँ प्रास लेभलमा नाप्रास लेभलमा अधिकृत लेभलको क्वेसनहरूमा सोधिरहेको हुन्छ। यो तथ्याङ्क लिएर हामी उपस्थित भएका छौँ। कृषि मन्त्रालयको तथ्याङ्कको आधार मानेर जुन जेन्युन रिसोर्स डाटाहरूलाई लिएर उपस्थित भएका छौँ। त्यसमा चाहिँ हामी आर्थिक वर्ष 76-77 अहिले चाहिँ अब 77 को अन्त्यमा आइपुग्यौँ साथीहरू। अब यस्तै यो तथ्याङ्कहरू फेरि 77-78 को किन छैन भन्नु होला। यो आधिकारिक तथ्याङ्कहरू कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अब यो 77-78 को आर्थिक वर्ष सकिसकेपछि 77-78 को बिचमा चाहिँ निकाल्ने हुन्छ। त्यसले गर्दा पछि तथ्याङ्कहरू आउने हुन्छ। अहिलेलाई चाहिँ हामी अब विभिन्न बाली वस्तुहरूले चाहिँ जिडिपीमा कति कन्ट्रिब्युसन एजिडिपीमा कति कन्ट्रिब्युसन गर्छ त्यो कुराहरू पस्कन चाहन्छौँ। यहाँ चाहिँ विभिन्न बाली वस्तुहरूको एग्रिकल्चर जिडिपीमा योगदान कन्ट्रिब्युसन अफ सेलेक्टेड एग्रिकल्चर कमोडिटी इन एजिडिपी जिडिपीमा होइन कि एजिडिपीमा कति कन्ट्रिब्युसन छ भन्ने कुरा चाहिँ हामीले चाहिँ यहाँ प्रस्तुत गर्दैछौँ। लागौँ त प्रश्नतर्फ। धान बालीले जिडिपीमा कति % योगदान गरेको छ? धान बालीले जिडिपीमा 15.35% चाहिँ कन्ट्रिब्युसन गरेको छ एजिडिपीमा। तरकारी बालीको कति % कन्ट्रिब्युसन रहेको छ? तरकारी बालीहरूको चाहिँ 11.92% रहेको छ। मकै बालीको 8.85% रहेको छ। यो लेटेस्ट डाटाहरू हो साथीहरू, यसैलाई आधार मानेर तयारी गर्नु होला। आलुले कति % एजिडिपीमा कन्ट्रिब्युसन गरेको छ? आलुले 5.96% कन्ट्रिब्युट गरेको छ भने गहुँ बालीले चाहिँ 6.34% कन्ट्रिब्युट गरेको छ। यहाँ हेऱ्यौँ भने साथीहरू ध्यान दिएर हेर्नु होला। धानको सबभन्दा बढी छ, त्यसपछि तरकारीको छ, त्यसपछि मकैको छ। मकै मुख्य बाली, धान पछिको मकै दोस्रो मुख्य बाली हो पहाडको लागि। अब यो पहाडको मुख्य बाली नै मकै हुन्छ, त्यसमा 8.85% छ। त्यस्तै गहुँको 6.34% रहेको छ। त्यस्तै अदुवा बालीले कति % जिडिपीमा कन्ट्रिब्युसन गरेको छ? 1.88%। त्यस्तै उखु बालीले 1.81। अब यसमा चाहिँ मुख्य बालीहरूको धेरै सोधिरहेको हुन्छ, धान मकै गहुँ अब ती बालीहरू। त्यस्तै अब योभन्दा तलका बालीहरू चाहिँ तपाईँले याद गर्नु होला, तर त्यति धेरै सोधिरहेको हुँदैन। त्यस्तै मसुरो बालीको 1.71% छ, स्याउको 0.27% छ। त्यस्तै बुफेलोको मिट 4.33%, भैँसीको मासुको चाहिँ 4.33% ओगटेको छ भने गाईको दुध 3.84%, त्यस्तै भैँसीको दुधले 7.21%, तर भेडा सिपले चाहिँ 0.07% रहेको छ। त्यस्तै बाख्राको चाहिँ तथ्याङ्क एजिडिपीमा बढी कन्ट्रिब्युसन रहेको छ। अब मुख्यतः नेपालको सबै भागहरूमा चाहिँ बाख्रा पालन गरिन्छ। 3.17% चाहिँ बाख्राले एजिडिपीमा कन्ट्रिब्युट गर्छ। अब त्यस्तै अर्को प्रश्न रहेको छ, सन् 2011 को तथ्याङ्क अनुसार कृषिमा आबद्ध जनसङ्ख्या कति छ भनेर रहेको छ। यो 2011 को तथ्याङ्क अनुसार कृषिमा आबद्ध जनसङ्ख्या 2011 मा जुन जनगणना भएको थियो त्यसको तथ्याङ्क अनुसार चाहिँ कृषिमा आबद्ध जनसङ्ख्या 60.4% रहेको छ साथीहरू। त्यसमध्ये पुरुष चाहिँ 50.5% आबद्ध छन् भने महिला चाहिँ 73.6% आबद्ध रहेको छ। 2011-12 को तथ्याङ्क अनुसार जुन कृषि गणना भएको थियो त्यसको तथ्याङ्क अनुसार चाहिँ औसत जग्गा नेपालीको औसत जग्गाको साइज चाहिँ कति रहेको छ भनेर सोध्छ यो साथीहरू। यो चाहिँ 0.68 हेक्टर रहेको छ। औसत एउटा व्यक्तिले होल्ड गरेको उसँग भएको जग्गाको क्षेत्रफल चाहिँ 0.6 हेक्टर रहेको छ। अब यो हेक्टर कहिलेकाहीँ रोपनीमा पनि कन्भर्ट हुन सक्छ, त्यही भएर चाहिँ कन्फ्युज नहुनु होला।
हेक्टर र रोपनीका रिलेसनहरू पनि साथीहरूले जान्नुपर्ने हुनसक्छ। अब हामी यो उत्पादनको तथ्याङ्कहरूमा केही छलफल गर्छौँ साथीहरू। 76-77मा केही मुख्य बालीहरूको उत्पादन तथ्याङ्क, 76-77को अन्त्यसम्ममा केही मुख्य बालीहरूको उत्पादन, यसमा चाहिँ धान, गहुँ, कोदो, मकै यी बालीहरूको चाहिँ बढी सोधिरहेको हुन्छ। यसमा चाहिँ मेट्रिक टनमा छ। खाद्यान्न बाली सिरियल क्रपहरूको टोटल सिरियल क्रपहरूको उत्पादन 1,09,35,000 मेट्रिक टन रहेको छ। अब त्यस अन्तर्गत धान बाली, मुख्य धान बालीको सोधिरहेको हुन्छ 55,51,000। यसलाई चाहिँ कहिले कहिले कसरी पनि सोध्न सक्छ भन्दाखेरि मिलियन मेट्रिक टन भनेर सोध्न सक्छ। 1 मिलियन भनेको 10 लाख हो साथीहरू। अब 55,51,000लाई चाहिँ 10 लाखले भाग गर्नु भने 5.551 मिलियन मेट्रिक टन हुनसक्छ है साथीहरू। त्यही भएर चाहिँ कहिले अब यही जानेको उत्तरलाई पनि तपाईँहरू चाहिँ कन्फ्युज हुन भएन। 5.551 मिलियन मेट्रिक टन भनेर सोधिन सक्छ। त्यसरी चाहिँ अब यो 55,51,000 मेट्रिक टन छ भने अब योभन्दा पछाडिको अङ्कहरू चाहिँ त्यति अब तपाईँहरूले चाहिँ एभरेज के भन्छ सालाखाला हिसाबहरू जान्नुपर्ने हुन्छ। त्यही भएर सबै अङ्कहरू चाहिँ घोक्नुपर्छ भन्ने छैन। मकैको 28,35,000 मेट्रिक टन रहेको छ। त्यस्तै गहुँको 21,85,000 मेट्रिक टन। अब धान पहिलो मुख्य भयो, त्यसपछि दोस्रोमा उत्पादन मकैको भयो, तेस्रोमा गहुँ भयो, त्यसपछि अब हाम्रो कोदोको उत्पादन आउँछ 3,21,000 मेट्रिक टन। गहुँको चाहिँ 21,85,000 भयो। अब यहाँ मकै र गहुँमा चाहिँ 7 लाख जतिको हाराहारीमा चाहिँ यहाँ फरक छ, त्यो चाहिँ बुझ्नु होला। सबभन्दा बढी उत्पादन चाहिँ खाद्यान्न बालीहरूमा चाहिँ धानकै हुन्छ, यो बुझ्नु भएको छ। मुख्य खाद्यान्न बाली चाहिँ धानै हो। त्यस्तै जौको 31,000 मेट्रिक टन उत्पादन रहेको छ। फापरको 12,000 मेट्रिक टन, उखुको 34 लाख मेट्रिक टन। अब तुलनात्मक रूपमा उखुको उत्पादन बढी हुन्छ। अब त्यो जनरल कन्सेप्ट पनि बुझ्नु होला साथीहरू। उखुको जुन डाँठ काण्डहरूको उत्पादनले गर्दाखेरि बढी हुने हुन्छ, 34 लाख मेट्रिक टन रहेको छ। तेलन बालीहरू जस्तो अब ओइल सीड क्रप भन्छ, ओइल सीड क्रपहरू जस्तो अब ग्राउन्डनट हुन्छ, तोरी हुन्छ, बदामहरू हुन्छ, त्यस्ता बालीहरूको चाहिँ तेलको उत्पादन चाहिँ 2,78,000 मेट्रिक टन रहेको छ। त्यस्तै आलु बाली, अब सबभन्दा बढी चाहिँ अब यो आलुको उत्पादन पनि हुने हुन्छ। आलु चाहिँ अब कसरी सम्झनु, 31,31,000 मेट्रिक टन। अब यो बिहान आलु बेलुका आलु खाइन्छ, तर बिहानको 31 लाख बेलुकाको 31,000 भनेर त्यसरी बिहान र बेलुकाको हिसाबले चाहिँ याद गर्न सक्नुहुन्छ। कहिले याद गर्ने ट्रिप्सहरू पनि सिक्नुपर्ने हुन्छ साथीहरू। त्यस्तै अब सम्पूर्ण दलहन बाली, दलहन पनि अब बिहान दाल खान्छौँ, बेलुका दाल खान्छौँ, 4 भनेर सम्झाउनु, 4,04,000 मेट्रिक टन भनेर सम्झाउनु। फलफुल चाहिँ 12,49,000 मेट्रिक टन। फलफुलको उत्पादन चाहिँ 12 लाख छ। त्यस्तै सम्पूर्ण ताजा तरकारी फ्रेस भेजिटेबलको चाहिँ 39,62,000 मेट्रिक टन। यो चाहिँ ताजा तरकारीहरूको उत्पादन 76-77को तथ्याङ्क अन्तिम अहिले अपडेटेड तथ्याङ्क आएको चाहिँ हिजो आज हाम्रो कृषि मन्त्रालयको तथ्याङ्क अनुसार चाहिँ 76-77को स्ट्याटिस्टिकल डाटा 2,81,000। तेलन बाली कति क्षेत्रफलमा ओगटिएको छ, 2,58,000 तेलन बालीको। आलु कति क्षेत्रफलमा लगाइएको छ, आलु चाहिँ 1,88,000 क्षेत्रफलमा लगाइएको थियो। फलफुल 1,19,000 हेक्टरमा चाहिँ लगाइएको थियो। अब हामी सिड रिप्लेसमेन्ट रेटको केही तथ्याङ्कहरू पढ्छौँ। जस्तो आर्थिक वर्ष 75-76सम्मको तथ्याङ्क अनुसार अब यो सिड रिप्लेसमेन्ट रेटहरूको बारेमा चाहिँ अब पुरानो सिडलाई चाहिँ नयाँ सिडले रिप्लेसमेन्ट गर्ने रेट चाहिँ कति छ भनेर सोधिरहेको हुन्छ। त्यसमा चाहिँ धान बालीको सिड रिप्लेसमेन्ट रेट एसआरआर भन्छ, त्यो चाहिँ 75-76को अन्तिमसम्म चाहिँ यो 23.42% पुगेको छ। त्यस्तै मकैको सिड रिप्लेसमेन्ट रेट कति छ भनेर सोध्न सक्छौँ। यसको चाहिँ 15.56%। सबभन्दा बढी धानमा रहेछ, मकैमा चाहिँ 15.56% छ। गहुँमा 19.02% छ। त्यस्तै मसुरोमा 5.38% रहेको छ। त्यस्तै तोरी 13.22% रहेको छ। अब यो सिड भिजन, नेसनल सिड भिजन 2013देखि 25को छ। त्यसले चाहिँ विभिन्न बाली, सेल्फ पोलिनेटेड क्रप, क्रस पोलिनेटेड क्रप र हाइब्रिड क्रपहरूको सिड रिप्लेसमेन्ट रेटहरूको चाहिँ पुर्याउने विभिन्न लक्ष्यहरू राखेको छ। जस्तो हाइब्रिड बालीहरूको सिड रिप्लेसमेन्ट रेट कति हुन्छ भनेर सोध्छ, त्यसको चाहिँ 100% हुन्छ। एक वर्ष लगाएको हाइब्रिड बालीको बिउ चाहिँ अर्को वर्ष कम्प्लिट फेर्नुपर्ने हुन्छ, त्यही भएर सिड रिप्लेसमेन्ट रेट 100 हुन्छ हाइब्रिडको केसमा। त्यस्तै सेल्फ पोलिनेटेड क्रपहरू, क्रस पोलिनेटेड क्रपहरूको सिड रिप्लेसमेन्ट रेटहरू पनि फरक हुने हुन्छ। यो तथ्याङ्कहरू आगामी दिनहरूमा पनि प्रस्तुत गर्दै जानेछौँ साथीहरू।
हाम्रो युट्युब च्यानल लोकसेवा साथीलाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस् त, धन्यवाद।